सेवारो फेबुलो टासिडीले वेलकम टु गोर्खाल्यान्ड च्यानल। तपाईँहरूलाई स्वागत छ आजको यो नयाँ ब्लगमा। आज म गएको थिएँ चौरास्ता, जो कि दार्जिलिङको मूल बजारको माझमा छ। आज किनकि यहाँ आज साई रथ आउन लागेको थियो, प्रेमा प्रवीणी रथ। सो म जाँदा फेरि ठ्याक्कै फोटो खिचिहालेँ, त्यहाँ सेल्फी हान्दै ठ्याक्कै गएर हेर्न थालेँ। हेर्दै यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले कति राम्रो स्टेज बनाएको थियो। प्रेमा प्रवीणी रथ, भानुभक्तको मूर्ति कस्तो राम्रो छ चौरास्तामा हेर्न सक्नुहुन्छ। भक्तजनहरू यो साई प्रेम प्रवीणी रथको वरिपरि भजन गाउँदै बसिरहनु भएको थियो। हेर्न सक्नुहुन्छ तपाईँले यो दृश्य। एकदम यहाँ पुगेर एकदम शान्तिको आभास भयो मलाई। त्यहाँ पुग्दा फेरि आरती गरेँ मैले, एकछिन बसेर आरती गर्दा हेर्न सक्नुहुन्छ आरती सुरु भयो। त्यो भएर मन्त्र जाप गर्दै बसेको यहाँ मान्छेहरू, एकदमै भक्तजनहरू श्रद्धालु भक्तमा बसिरहनु भएको थियो सबैजना। ओम साईराम भन्नुहुँदै थियो। मलाई म पनि एउटा साई भक्त हुनुको नाताले यहाँ रमाइलो लाग्यो मलाई पनि। भगवानको चरण स्पर्श गर्दै दर्शन पाएर तपाईँले पनि मेरो भिडियो मार्फत दर्शन लिनुहोस्। स्टेज र यहाँ आएर मेरो दर्शन समाप्त हुन्छ। दर्शन समाप्त हुने बित्तिकै मलाई भोक लाग्यो, भात खाएर त्यहाँपछि एउटा सेल्फी हानेर घरतिर हिँडेँ। अगर तपाईँलाई भिडियो मनपर्छ भने सब्सक्राइब, लाइक, कमेन्ट